म यता आएको 2-3 महिना भइसक्यो होइन सो मैले चाहिँ अहिलेसम्म यस्तो फ्यान्सी देखिने ठाउँ चाहिँ म आएको थिएन टु बी अनेस्ट यो चाहिँ लिभिङको लागि पनि एकदम फ्यान्सी होइन अनि द नेचर हियर लुक एट द कलर्स अझ यो एकदम बवाल ठाउँहरू क्रस भएर आइसकेँ अब हाम्रोमा चाहिँ नेचुरल्ली हाम्रो कन्ट्री सो ब्लेस्ड हाम्रो चाहिँ मान्छेहरूले झन् बिगारेर छ अब यहाँ चाहिँ एकदम फ्ल्याट सर्फेस खासै नेचरले त्यति केही दिएको छैन तर मान्छेहरूले नै कस्तो राम्रो बनाएको छ क्या यहाँको चाहिँ मलाई अर्को एउटा कुरा नै बल्ल होइन म चाहिँ क्यामेरा बोकेर हिँडिरहेको छु फोटो खिच्दै हिँडिरहेको छु अनि म बाटोमा ठ्याक्कै रोडमा चाहिँ मलाई मन परेको राम्रो लागेको ठाउँहरूमा रोकेर मैले फोटो खिच्दाखेरि चाहिँ गाडी हिँडिरहेको मान्छेले मलाई फोटो खिच्न डिस्टर्ब हुन्छ भनेर गाडी रोकेर अनि मलाई फोटो खिच्न सजिलो गरिदिइरहेको थियो क्या अनि हुन चाहिँ अब यस्तो पनि हुन्छ है फेरि सबै ठाउँको मान्छेहरूको चाहिँ बानी व्यवहार यहाँ फरक हुन्छ तर म जुन ठाउँमा बसिरहेको छु म चाहिँ अहिले केन्टकी भन्ने ठाउँमा बसिरहेको छु अनि यहाँको मान्छे अनि त्यही माथि यो अब म आएको ठाउँको यो अहिले जुन एरियामा म हिँडिरहेको छु लुक एट दिस कलरहरू कस्तो दामी छ जुन ठाउँमा हिँडिरहेको छु यहाँको मान्छेहरू आर सो पोलाइट अनि मान्छेहरूसँग बोलिरहेको हुन्छ अनि राम्रो छ क्या बानी व्यवहार अनि यहाँ चाहिँ त्यस्तो नराम्रो फिल हुँदैन क्या अब यो अनेस्ट सोच्यो होइन म चाहिँ यसरी हिँड्दा पनि हिँड्दैन थियो होला तर हिँडेँ आज म किनभने मेरो आज असाइनमेन्ट थियो अनि इट्स भेरी कोल्ड आउटसाइड जाडो यति धेरै बढेको छ कि अस्तिसम्म वाज लाइक कति 28-29 डिग्री थियो सेल्सियसमा यहाँ फेरेनहाइटमा हेर्छ क्या तर म चाहिँ सेल्सियसमा हेरेर बानी भएर अनि सेल्सियसमा त्यति 28-29 थियो एकदम गर्मी थियो कि अब एक हप्ता जस्तो अगाडि अनि सडनली एकदम टेम्परेचर ड्रप भएको छ क्या यहाँको अनि अहिले चाहिँ इट्स लाइक 5 डिग्री 6 डिग्री त्यस्तो छ क्या अनि इट्स भेरी कोल्ड आउटसाइड एकदम जाडो छ होइन अब यस्तो जाडो भए पनि अब खासै बाहिरतिर यताउता त गरिँदैन थियो त्यही माथि अझ छुट्टीको दिन अनि मेरो बाहिर जाने प्लान चाहिँ थिएन क्या अनेस्टली भन्नुपर्दा अब जस्ट प्लानिङ टु स्टे होम अनि तातो न्यानो भएर बस्छु भन्ने सोचिरहेको थिएँ तर मेरो चाहिँ युनिभर्सिटीको असाइनमेन्ट छ अनि युनिभर्सिटीको असाइनमेन्टमा चाहिँ म यसरी बाहिर गएर अनि म गएको थिएँ भनेर प्रुफहरू लिएर आउनुपर्छ कि अनि त्यही भएको भएर मात्र म जानु परेको थियो अनि जानु पऱ्यो अनि आज मैले चाहिँ ल नि त ल लेट्स गो आउट अनि त्यसपछि युनिभर्सिटीको असाइनमेन्ट पनि हुन्छ छुट्टी पनि छ अनि दुइटै काम एकैचोटि सक्दिउँ भनेर हिँडिरहेको थिएँ अनि मैले अब यस्तो राम्रो छ भनेर एक्सपेक्ट गरेको थिइनँ अनि भुइँ पनि पुरै घाँसै घाँस पातै पात छ होइन अनि लुक्स सो ब्युटिफुल क्या आँखालाई चाहिँ पुरै आहा भन्ने खालको छ यहाँको कलर्सहरू मलाई आई डोन्ट इभन थिङ्क मैले नेपालमा यस्तो हुन्छ नि रुखहरूले यस्तो ड्रास्टिकली कलर चेन्ज गरेको अनि एकै ठाउँमा यति धेरै रङ्गी चङ्गी पातहरू देखेको छ जस्तो मलाई लाग्दैन म नेपाल भन्दाखेरि चाहिँ घुम्न चाहिँ म घुमिरहेको हुन्थेँ तर आई डोन्ट थिङ्क आइभ सिन यस्तो राम्रो भ्यूहरू क्या लाइक दिस जुन पार्कमा जान्छु भन्ने सोच ल्याएको थिएँ त्यहाँ चाहिँ म आइपुगेँ अनि यो चाहिँ मेरो युनिभर्सिटीको असाइनमेन्ट हो क्या अहिले कुनै पनि एउटा हस्पिटालिटीको ठाउँमा गएर चाहिँ त्यहाँको सर्भिस कस्तो रहेछ के रहेछ कसरी चलेको रहेछ र कसरी हुँदो रहेछ फङ्सन हुँदो रहेछ भनेर मैले बुझेर अनि एउटा असाइनमेन्ट गर्नुपर्ने हुन्छ कि अनि त्यही भएको भएर चाहिँ म आज यो ठाउँमा आएको छु अनि इट्स भेरी प्रिटी भेरी क्लिन अब लेट्स सी के देखिन्छ अनि त्यो माथि युके देखेको चाहिँ यहाँको स्टेट युनिभर्सिटी हो होइन युके भनेको चाहिँ युनिभर्सिटी अफ केन्टकी एउटा आर्ट पिस रहेछ अनि यो चाहिँ किन बनाएको रहेछ भन्दा चाहिँ मेमोरियल रहेछ क्या एउटा 519 फ्लाइट चाहिँ क्रास भएको रहेछ कुनै बेला यहाँ 2006 अगस्त 27मा क्रास भएको रहेछ अनि त्यो फ्लाइटमा भएको र त्यो फ्लाइटमा बित्नु भएको सबैजनाको चाहिँ यादमा चाहिँ यो एउटा स्कल्पचर बनाएको रहेछ अनि स्मल टच अनि त्यसपछि एकदम राम्रो पार्क जस्तो सानो होइन चिटिक्क परेको राम्रो बनाइदिएको रहेछ यत्रो पार्कमा आउँदाखेरि अब यो पिपल विल नो
कि यस्तो यस्तो भएको रहेछ कुनै समयमा। अनि यो कुरा चाहिँ सधैँको लागि एउटा हुन्छ नि कहिले नमर्ने याद जस्तो भयो कि। अनि यहाँ चाहिँ यस्तो चराहरूको पनि एकदम ऊ रहेछ, खतरा खतरा ब्राइट ब्लू कलरको चराहरू देखिरहेको थिएँ मैले। आई डोन्ट नो, म चाहिँ फेरि जहाँ पनि गए पनि जहाँ पनि आई सी ब्युटी इन एभ्रिथिङ। अनि लुक एट द्याट कलर्स। यो पार्क पनि फेरि यस्तो बवाल रहेछ होइन। अनि हाम्रो भाइटिकामा एकदम चलेकोवाला यो फुल, आई डोन्ट नो यसलाई के भन्छ मैले बिर्सेँ होइन, तर यो फुल पनि यहाँ रहेछ। अनि उ त्यस्तो त्यो बेन्च छ नि, त्यो बेन्च पनि हाम्रो पनि नेपालमा प्रतीक्षालयहरू बनाउँछ नि आफ्नो अब बितेको कोहीको सम्झनामा होइन, उहाँहरूको सम्झनामा बनाउँछ। यहाँ पनि सेम त्यही रहेछ क्या। अब यो मैले अहिले यहाँ हेरिरहेको थिएँ, मैले सुरुमा त नोटिस गरेको थिइनँ, तर यहाँ चाहिँ ठ्याक्कै एउटा ट्याग हुँदो रहेछ क्या। अनि वेन यु लुक क्लोजली यहाँ चाहिँ ट्याग इन द मेमोरी अफ भनेर भनेको छ नि। हो, यो चाहिँ कसैको यादमा, कसैको सम्झनामा, उहाँको सम्झनामा भनेर ठ्याक्क राख्दै आउँदो रहेछ बस्ने ठाउँहरू। यिनीहरू चाहिँ यो कुन प्लान्ट हो के हो भनेर राख्दै रहेछ। सबै कुरा एकदम प्रपर। हाम्रो नेपालमा पनि मैले यस्तै गरेको त देखिरहेको हुन्छु, तर यहाँको चाहिँ म्यानेजमेन्टको लेभल अलिकति धेरै नै एडभान्स छ। एकदम राम्रो गरी म्यानेजमेन्ट गरेर हुन्छ, सबै कुरा एकदम मिलाएर एउटा ठ्याक्कै हुन्छ नि, स्ट्राटेजिकली राखेको हुन्छ। अनि त्यही भएर इट गेट्स मोर ब्युटिफुल। कलरहरू कस्तो दामी छ क्या हरेक कुरा। अनि अब यो चाहिँ मैले चाहिँ घुम्ने ठ्याक्कै यो म्यापै देखिनँ क्या। अब कसरी कताबाट एउटा रुट यसरी गरेर ठ्याक्कै सबै समेटिने एउटा रुट हुन्छ, मैले त्यो नै भेटिनँ क्या। म अर्कै पछाडिको बाटोबाट आएँ, फ्रन्ट बाटोबाट होइन। अनि म आफ्नै हिसाबले हिँडिरहेको छु। अनि पुरै एकै ठाउँमा घुम्ने ठाउँहरू कति धेरै रहेछ क्या यहाँ। अनि म यहाँ क्यामेराबाट फोटो खिच्दा क्यामेराको ब्याट्री सकिसक्यो क्या। अनि इट्स सो मच फन। पार्कमा घुम्दा पनि यत्तिकै रमाइलो हुँदो रहेछ भनेर म यहाँ पहिलोचोटि थाहा पाइरहेको छु कि कस्तो बवाल खालको रुख रहेछ होइन। यो पनि कसैले आफ्नो फ्यामिलीको यादमा, आफ्नो बुवा मम्मीको यादमा चाहिँ रोप्दै रहेछ कि कसै न कसैको इमोसनमा जोडिएको जस्तो होइन। छुट्टै खालको रमाइलो खालको भाइब आउने टाइपको रहेछ कि। अन्त म प्रपर एउटा फिक्स रोडमा हिँड्छु भनेर हिँडेको थिएँ, तर त्यो ठाउँको ब्युटी देख्ने बित्तिकै म क्यामेरा लिएर ल फोटो खिच्छु भन्दै छिरेँ कि। अनि त्यही भएर म कहाँ हिँडेँ जता पाएँ त्यतै हिँडेँ। सो एनिवे सोचेको जस्तो रुटको आधी रुट चाहिँ मैले भ्याएँ। अनि सोचेको भन्दा इट्स भेरी प्रिटी। मैले सोचेको थिइनँ यस्तो राम्रो हुन्छ भनेर। अनि म यहाँको एउटा स्पेसल कुरा देखाउँछु ल। यो के, यो चाहिँ कुकुर लिएर आउनेहरूको लागि है। फेरि कतै आच्ची गऱ्यो भने यहाँबाट प्लास्टिक निकाल्ने अनि कुकुर घुसोर्ने हो क्या यो चाहिँ। सो द्याट इज व्हाट इट इज। अनि हामी नेचरको प्रेमी, हामी नेपालीहरू चाहिँ वी आर हुन्छ नि सराउन्डेड बाई नेचर। अनि हामी एकदम नेचरलाई चाहिँ प्रिजर्भ गरेर यस्तो माया गरेर राख्छौँ। हाम्रोमा यस्तो छ त्यस्तो छ, हामी नेचुरल रिसोर्सेसको धनी भनेर फुर्ती पार्छौँ नि होइन। अनि वेन यु कम अब्रोड, अब यस्तो डेभलप्ड ठाउँहरू, अब दुबई, कतार, अमेरिका, अस्ट्रेलिया, युरोपियन कन्ट्रीहरू, विकसित ठाउँहरूमा अब हामी जान्छौँ। अनि गइसकेपछि आइएम प्रिटी स्योर सबैजनाले एउटा कुरा चाहिँ के फिल गर्ने रहेछ भने हाम्रो देश चाहिँ नेचरबाट एकदम गिफ्टेड छ होइन, तर हामीले चाहिँ यति पनि माया नगर्ने रहेछ क्या नेचरलाई। अनि यिनीहरू चाहिँ गिफ्टेड छैन होइन। अनि गिफ्टेड नभइसकेपछि प्रब्लली दे नो द भ्याल्यु अफ नेचरलाई चाहिँ हामीले बचाउनुपर्छ, बचाएन भने चाहिँ यस्तो हुन्छ भनेर। मेबी दे नो द भ्याल्यु अर कसैबाट धेरै समय लगाएर यिनीहरूले यो पार्ट चाहिँ के गरे थाहा छैन होइन। तर नाउ दे लभ नेचर सो मच। अनि यहाँ नेचरको छुट्टै रेस्पेक्ट छ क्या। लुक एट दिस। अनि जङ्गलहरू पनि अब यो कस्तो राम्रो छ क्या। अनि मैले अस्ति पनि देखाएको थिएँ, मैले टिकटकहरूमा चाहिँ अपलोड गरेर हुन्छु। अब यता चाहिँ युट्युबमा चाहिँ मैले खासै धेरै भ्लगहरू हाल्दिनँ, किनभने अब इट टेक्स सो मच टाइम टु एडिट। अनि अलिकति लङ फर्म पनि हुन्छ। अनि त्यो मात्रै नभएर मान्छेहरूसँग यसरी बोल्न नि पर्छ। अनि अहिले पार्कमा त कोही पनि छैन क्या यहाँ अहिले। अनि मेरो लागि आम कम्फर्टेबल एक्लै बोल्दाखेरि, त्यही भएर बनाइरहेको छु होइन। अनि अब अहिले अस्ति मैले देखाउँदाखेरि पनि डाउन टाउन भनेको चाहिँ सबभन्दा मेजर ठाउँ क्या, जहाँ चाहिँ ठुल्ठुलो अफिसहरू, ठुल्ठुलो बिजनेसको ठाउँहरू हुने ठाउँलाई चाहिँ डाउन टाउन भन्छ क्या। सबभन्दा सेन्टर सब हाम्रो अब काठमाडौँको न्यू रोड भने जस्तो अब जुनै पनि यहाँ चाहिँ सिटीको डाउन टाउन भनेको चाहिँ मेजर ठाउँ हो क्या। त्यहाँ पनि जाँदाखेरि कस्तो पिसफुल होइन, पुरै नेचर। त्यो अब ठुल्ठुलो बिल्डिङ छ,
70-80 तल्लाको बिल्डिङ छ होइन अनि मुनि चाहिँ पुरै अब वरिपरि रुखै रुख छ क्या अनि त्यो सो प्रिटी के त्यो जाँदाखेरि पनि सहरको बिचमा भन्दाखेरि पनि त्यो हुन्छ नि पिसफुल इन्भाइरोमेन्ट फ्रेस एयर हरियाली त्यस्तो फिल हुने क्या अनि हुन्छ नि सबै कुरालाई कस्तो मजाले मिलाएर राखेको छ क्या यिनीहरूले यहाँ चाहिँ सिटीबाट बेबिचबाट पनि छिर्ने बाटो राख्दो रहेछ कि मान्छेहरूलाई मर्निङ वाक सर्निङ वाक गर्दाखेरि पुरै एउटै इन्ट्रेन्सबाट जान नपरोस् भनेर फुल बााउन्ड्री चाहिँ लाग्छ बााउन्ड्री चाहिँ लागेको छ होइन तर छुट्टै इन्ट्रेन्स बनाइदिएर भन्नाले ठाउँ ठाउँमा छुट्टा इन्ट्रेन्स बनाइदिएको रहेछ क्या अब लुक देश यो चाहिँ ऊ ढलान गरे ठाउँ भयो अघि भर्खर अघि हामी आएको नेचुरल माटोकै ट्रेल भयो अनि अब इफ मलाई यहाँबाट निस्किन मलाई भने आई क्यान जस्ट गेट अफ त्यहाँ कुनाबाट त्यहाँ जेब्रा क्रस देखिरहेको छु मैले सो आई थिङ्क आइम गोइङ टु एन्ड आजको मेरो भ्रमण यहीँ सो इट वाज भेरी नाइस गोइङ आउट अनि पार्कमा धेरै समयपछि यसरी जङ्गलमा रुखै रुखको बिचमा हिँड्ने वाज सो मच फन सो लेट्स एन्ड आवर भिडियो हियर बाई बाई